पृथ्वीनारायण शाहले अहिले भन्छ नि हिन्दू धर्मलाई लाद्यो भनेर, आफ्नो धर्मलाई लाद्यो भनेर, उनले जब जब जुन ठाउँमा आक्रमण गरेर विजय प्राप्त गरेका छन् त्यो ठाउँमा गुठी विस्तार गर्ने, तिनीहरूको धर्म संस्कृति प्रवर्धन गर्नका लागि जग्गा जमिन गुठी राखिदिने काम गरेका छ। त्यो पछाडि अब 1825मा काठमाडौँ जिते भनिसकेपछि लगभग आजभन्दा कति वर्ष भनेदेखि झन्नै 278 वर्ष अगाडिको राजाले कुमारीलाई ढोग्यो। त्यो कुमारीको भन्दाखेरिमा एउटा नेवार परम्पराबाट आएकी कुमारी, ऊ त विजयी राजा थियो नि, एउटा सानी नानीलाई उसले दुईवटा काम गर्न सक्थ्यो, त्यो कुमारी हटाउ भनिदिन सक्थ्यो। दोस्रो कुरो, त्यो कुमारी चाहिँ अब अरू हुने होइन, अहिलेका हाम्रा जुन शासकहरू छन् नि, भाइ भतिजा ल्याउनु पर्ने, सालासाली ल्याउनु पर्ने, त्यो चिन्तन भइदिए पृथ्वीनारायण शाहले कुमारी चाहिँ गोर्खाको राजाको छोरी हुनुपर्छ भन्ने भए नि हुन्थ्यो नि। तर त्यो विजयी राजा, हारेको राजा होइन, विजयी राजा, त्यो पनि लगभग 1825मा जित्नु, 25 वर्ष त भयो, 21 वर्ष भनेपछि 46 वर्षमा जित्नु भएको छ काठमाडौँ। अब अलिकति त्यो उमेरमा उनले चाहिँ हटाइदिया भए नि हुन्थ्यो, नढोग्दिया भए नि हुन्थ्यो, ढोगे र तिमीहरू जहाँ जे गरेका छौ त्यसरी नै अगाडि बढ भनेर निर्देशन दिए।